नमस्कार साथीहरू, आज फेरि पनि म नेपालको सामाजिक र सांस्कृतिक अवस्था भन्ने शीर्षकबाट विगतका दिनहरूमा आयोग तयारी परीक्षामा बारम्बार सामान्य ज्ञानको रूपमा सोधिरहेको र सोधिन सक्ने प्रश्न, नेपालको सबैभन्दा बढी जनसङ्ख्या भएका 6 जाति को हुन् र यसलाई 5 सेकेन्डमा कसरी सम्झिने, यसको सर्टकट ट्रिक लिएर आइसकेको छु। अब भिडियोतर्फ लागौँ। यसको सर्टकट ट्रिक के हो त साथीहरू? अब यसको सर्टकट ट्रिक चाहिँ यस प्रकार रहेको छ साथीहरू। छे ब्रा म था ता बी। साथीहरू, नेपालमा सबैभन्दा बढी जनसङ्ख्या भएका 6 जातिलाई सम्झिने सबैभन्दा ट्रिकी उपाय छे ब्राम था ताबी हो साथीहरू। यसरी तपाईँले यो ट्रिकी सूत्र सम्झिनु भयो भने तपाईँले लङ टर्मसम्म पनि सम्झिन सक्नुहुनेछ। साथै तपाईँले आयोग तयारीको कुनै पनि परीक्षामा यदि यो क्वेसन सोधिएको खण्डमा तपाईँले पक्कै मिलाउन सक्नुहुनेछ साथीहरू। अब छे ब्राम था ताबीलाई डिटेल्समा बुझौँ है त साथीहरू। यो छे भनेको के हो त साथीहरू? तपाईलाई थाहै छ, यो छे भनेको क्षेत्री हो साथीहरू। क्षेत्री अनि त्यसै गरी ब्रा भनेको के हो त साथीहरू? यो ब्रा भनेको के होला त साथीहरू? यो ब्रा भनेको ब्राह्मण हो साथीहरू, ब्राह्मण जाति हो साथीहरू। त्यसै गरी साथीहरू यो म भनेको के होला त साथीहरू? यो म भनेको मगर हो साथीहरू, मगर हो साथीहरू। त्यसै गरी यो था भनेको के होला त साथीहरू? था भनेको थारू साथीहरू, थारूलाई के पनि भनिन्छ साथीहरू? चौधरी पनि भनिन्छ है साथीहरू। त्यसै गरी यो ता भनेको के होला त? यो ता भनेको तामाङ हो साथीहरू, तामाङ। त्यसै गरी अन्तिममा रहेको बी भनेको चाहिँ के होला त साथीहरू? बी, अन्तिममा रहेको बी भनेको के होला त साथीहरू? यो अन्तिमको बी भनेको यो विश्वकर्म हो साथीहरू। अन्तिमको बी भनेको चाहिँ विश्वकर्म हो साथीहरू। यसरी तपाईँले नेपालमा सबैभन्दा बढी जनसङ्ख्या भएका 6 जातिलाई यो ट्रिकी उपायबाट लङ टर्मसम्म सजिलैसँग सम्झिन सक्नुहुनेछ र इक्जाममा पनि पक्कै मिलाउन सक्नुहुनेछ साथीहरू। भिडियो कस्तो लाग्यो साथीहरू? यदि तपाईँलाई यो भिडियोको ट्रिकी उपाय मन पर्यो भने भिडियोमा तपाईँले त्यहाँ कमेन्टमा गएर मन पर्यो भनेर लेख्न सक्नुहुनेछ साथीहरू। साथै तपाईँले हाम्रो युट्युब च्यानल आयोग तयारी अल इन वानलाई पनि तपाईँले सब्सक्राइब गरेर फलो गर्न सक्नुहुन्छ। त्यहाँ पनि थुप्रै भिडियोहरू रहेका छन् साथीहरू। साथै फेसबुक पेज आयोग तयारी अल इन वानलाई पनि तपाईँले फलो गर्न सक्नुहुनेछ, लाइक गर्न सक्नुहुनेछ, कमेन्ट सेयर सबै गर्न सक्नुहुनेछ साथीहरू। त्यहाँ पनि दैनिक रूपमा आयोग तयारीका लागि महत्त्वपूर्ण शैक्षिक सामग्रीहरू पब्लिस हुने गरेका छ साथीहरू। त्यहाँ गएर तपाईँले हेर्न सक्नुहुनेछ साथीहरू। यसबाट तपाईँको परीक्षाका लागि एकदम हेल्प हुने हामीले अपेक्षा पनि गरेका छौँ साथीहरू। हस् साथी।